मैले 100औं मुटुको अपरेसन गरेको छु। 100औं बिरामीको धड्किरहेको मुटु आफ्नै नाङ्गै आँखाले देखेको छु। तर आजसम्म मैले हिन्दूको मुटु र मुस्लिमको मुटु छुटा छुटै भने देखेको छैन। मैले मधेसीको रगत रातो र पहाडीको रगत अर्कै रङको भएको कहिले पनि देखेको छैन। मैले धनीको पीडा फरक र गरिबको पीडा फरक भने देखेको छैन। मैले देखेको भनेको एउटा मात्रै कुरा हो, बाँच्न सङ्घर्ष गरिरहेको एउटा मानव हृदय। त्यसैले आज म एकजना डाक्टरको हैसियतले होइन, बल्कि एकजना सामान्य नेपाली नागरिकको हैसियतले तपाईहरू सबैलाई एउटा प्रश्न सोध्न चाहन्छु। यदि आज म मरे भने मेरो शव उठाउने बेलामा कसैले मेरो धर्म सोध्नेछ? यदि तपाईँ आज मर्नुभयो भने तपाईँकी आमाले तपाईँको निधार छुँदा तपाईँको जात हेरेर रुनुहुनेछ? कहिल्यै पनि होइन। किनकि मृत्युको कुनै धर्म हुँदैन, आँसुको कुनै जात हुँदैन र रगतको कुनै समुदाय हुँदैन। आज नेपाल फेरि रोइरहेको छ। फेरि कुनै घरमा चुलो बलेन, फेरि कुनै आमाको काखरी थियो, फेरि कुनै बुवाले आफ्नो जीवनको सबैभन्दा ठुलो सहारा गुमाउनु परेको छ। र हामी अझै पनि धर्मको नाममा एकअर्कालाई शत्रु देखिरहेका छौँ। म एउटा कुरा सोध्न चाहन्छु, हामी वास्तवमै कससँग लडिरहेका छौँ? हिन्दू मुस्लिमसँग कि मुस्लिम हिन्दूसँग? वा एउटा नेपाली अर्को नेपालीसँग? सानो हुँदा त हामीले यस्तो नेपाल देखेका थिएनौँ। एउटै विद्यालयमा पढ्यौँ, एउटै मैदानमा खेल्यौँ र एउटै धाराको पानी पनि खायौँ। दसैँमा साथीको घर गयौँ, ईदमा उसैले हामीलाई बोलायो। त्यति बेला धर्मले कहिल्यै मित्रता छुट्याएन। आज किन छुट्याउँदैछ? म आज आफ्नै जीवनको एउटा अनुभव सुनाउन चाहन्छु। म मधेसी समुदायमा जन्मेको मान्छे हो, तर चिकित्सक भनेपछि मैले आफ्नो बिरामीलाई कहिल्यै धर्म, जात वा समुदायको आँखाले हेरेको छैन। आज म बुटवलमा सेवा गरिरहेको छु। मेरा बिरामी मध्ये धेरै जसो पहाडी समुदायका हुनुहुन्छ, तर मैले उहाँहरूलाई कहिल्यै पहाडी बिरामी भनेर उपचार गरेको छैन। मैले सधैँ एउटा बिरामी मात्रै देखेको छु, एउटा पीडामा रहेको मानिस मात्रै देखेको छु। मधेसका धेरै अस्पताल र क्लिनिकबाट मलाई कामका प्रस्ताव आएका थिए, तर मैले सेवा गर्ने ठाउँ रोज्दा धर्म, जात वा समुदाय हेरेर निर्णय गरिन। किनकि एउटा साँचो डाक्टरको कुनै धर्म हुँदैन। उसको धर्म भनेको बिरामीको ज्यान बचाउनु हो, उसको जात भनेको मानवता हो, उसको पूजा भनेको उसकै सेवा हो। जब बिरामी अपरेसन थिएटरमा हुन्छ, त्यहाँ उसको थर भन्दा पहिला उसको धड्किरहेको मुटुको मूल्य हुन्छ। त्यहाँ हिन्दूको रगत र मुस्लिमको रगत भनेर छुट्याइँदैन। त्यहाँ बचाउनु पर्ने एउटा जीवन मात्रै हुन्छ। हामीले प्रकृतिलाई हेरौँ त एकचोटि। सूर्यको प्रकाश फोहोरमाथि जसरी पर्छ, एउटा कमलको फूलमाथि पनि उसै गरी पर्छ। वर्षा